साथीहरू नमस्कार, तपाईहरुलाई यस युट्युब च्यानलमा स्वागत छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँले 2083 श्रावण 4 गते बसेको सचिव बैठकका निर्णयहरूमा अबदेखि लोकसेवाहरू चाहिँ आगामी आर्थिक वर्षमा नखुल्ने भनेर अन्यल सिर्जना गरेको छ। आउनुहोस् आजको भिडियोमा हामी यस विषय सम्बन्धी चर्चा गर्नेछौँ। के लोकसेवा अब आगामी आर्थिक वर्षदेखि नखुल्ने नै हो त? कुनै पनि मातहतका भ्याकेन्सीहरू नआउने हुन् त लोकसेवाको? लोकसेवा तयारी गरेर बस्नुभएका लाखौं विद्यार्थीहरूलाई मार परेको छ। आउनुहोस् आजको भिडियोमा हामीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट के कस्तो निर्णय आएको छ त्यसको बारेमा हेरौँ। 2083 श्रावण 4 गते बसेको चाहिँ सचिव बैठकका निर्णयहरू अन्तर्गतको 10 नम्बर निर्णयमा चाहिँ के लेखेको छ हेर्नुहोला भन्दाखेरि, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा सम्बन्धित मन्त्रालय निकायले विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने। यसरी मिलान गर्दा बढी हुन जाने फाजिल कर्मचारीलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी ती निकायको रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाई कर्मचारीलाई कामविहीन हुने अवस्था आउन नदिने भनेको छ। अब यो भनेको चाहिँ आगामी वर्षमा लोकसेवाको कुनै पनि भ्याकेन्सीहरू नगरिकन चाहिँ जुन जुन सङ्घमा प्रदेशमा कर्मचारीहरूलाई व्यवस्थापन गर्दा बढी हुन आउने कर्मचारीहरू हुन्छन्, उनीहरूलाई चाहिँ अन्य प्रदेश स्थानीय तहमा कुन कुन ठाउँमा चाहिँ त्यहाँ चाहिँ रिक्त स्थान छ, रिक्त पद छ, त्यहाँ चाहिँ खटाएर बढी भएका कर्मचारीहरूलाई रिक्त भएको ठाउँमा पठाउने र ती कर्मचारीहरूलाई चाहिँ एक अर्कामा समायोजन गर्ने है। जस्तै सङ्घमा बढी भएको कर्मचारीहरू हुनुहुन्छ भने उहाँहरूलाई प्रदेश सरकारमा तथा स्थानीय तहसँग समन्वय गरी प्रदेश तथा स्थानीयमा कामकाजमा खटाएर चाहिँ ती कर्मचारीहरूलाई कामविहीन हुने अवस्था आउन नदिने भनेको छ। यसबाट चाहिँ लाखौं लोकसेवा तयारी गरेर बस्नुभएका युवाहरूलाई चाहिँ एकदमै घात परेको छ। अब 11 नम्बर निर्णयमा के भनेको छ भन्दा, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू घट्दा फजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले चालु आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगमा माग नगर्ने नगराउने भनेर भनेको छ है। अबदेखि चाहिँ कुनै पनि नेपाल सरकारका कार्यालयले चाहिँ स्थायी पदपूर्ति गर्नको लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना चाहिँ लोकसेवा आयोगमा चाहिँ माग नगर्ने नगराउने भनेको छ। भनेपछि कुनै पनि कर्मचारीले आफ्नो कार्यालयमा रिक्त पद भयो भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना चाहिँ लोकसेवा आयोगमा कर्मचारीको लागि चाहिँ माग गर्न नपाउने भनेर निर्णय गरेको छ। यसबाट लाखौं विद्यार्थीहरू मारमा परेका छन्। सरकारको यो निर्णयसँग चाहिँ विभिन्न लोकसेवा तयारी गरेर बस्नुभएका नयाँ ट्यालेन्ट भएका युवाहरू र विभिन्न लोकसेवा तयारी कक्षाहरू सञ्चालन गर्नुभएका शिक्षक शिक्षिकाहरू आक्रोश व्यक्त गर्नुभएको छ। हेर्नुहोस् उहाँहरूले के कस्तो आक्रोश व्यक्त गर्नुभएको छ र यो सरकारको यो निर्णयलाई चाहिँ उहाँहरूले कसरी लिनुभएको छ, हामीले यसको बारेमा चाहिँ थोरै हेरौँ। जस्तै उडान शैक्षिक केन्द्रले चाहिँ के भनेर हाल्नु भएको छ भन्दा, 1 वर्ष लोकसेवा नखुल्दा के नै फरक पर्छ भन्ने तर्क पनि आउला, तर वास्तवमै सूक्ष्म रूपमा हेर्ने हो भने यसका बहुआयामिक प्रभाव छन्। उमेर हदको सीमा नजिक पुगेको लोकसेवाको आकांक्षीलाई ठूलो अन्याय हुन्छ। जस्तै कोही पनि उम्मेदवार चाहिँ उमेर हदको सीमा नजिक पुग्नु भएको छ, उहाँको तयारी पुगेको छ र अर्को वर्ष लोकसेवाको भ्याकेन्सी खुलेन भने उहाँको जीवनको करियर नै सकिएको उहाँलाई अनुभव हुन सक्छ। त्यस्तै लोकसेवा विज्ञापनमा 1 वर्ष ग्याप हुँदा थुप्रै नयाँ ट्यालेन्टहरू देशमै सरकारी सेवामा अवसर खोज्ने कुरालाई करियर विकल्पबाटै हटाउन सक्छन्। जस्तै कसैले सरकारी सेवामा छिर्ने भनेर चाहिँ प्रयास गरिराख्नु भएको छ र 1 वर्ष चाहिँ ग्याप भयो, भ्याकेन्सी खुलेन भने उहाँले चाहिँ सरकारी सेवालाई आफ्नो विकल्पमा नराखिकन अन्य विकल्पहरू छानेर लाग्न सक्नुहुन्छ, विदेश लिन सक्नुहुन्छ। यसबाट चाहिँ नेपाल सरकारलाई एकदमै घाटा पर्नेछ। त्यसैगरी कतिपय सिनियर कर्मचारीको बढुवा रोकिँदा स्वाभाविक वृत्ति विकासमा अवरोध भई अनपेक्षित अन्याय हुन जान्छ। तसर्थ सरकारले यस्ता विषयमा निर्णय लिँदा संवेदनशील हुनुपर्छ भनेर उपसचिव विकास बोहराज्यूले चाहिँ
दुःख व्यक्त गर्नुभएको छ हैन। त्यसैगरी आसमान उपाध्याय सर उहाँ चाहिँ जीके को लागि एकदमै प्रख्यात हुनुहुन्छ। उहाँले चाहिँ जेनरल नलेज जीके को लागि चाहिँ एकदम राम्रो अध्यापन गराउनु भएको छ। उहाँले राम्रो किताबहरू पनि निकाल्नु भएको छ। उहाँले के भन्नुभएको छ है त, केही दिन अगाडि मात्रै लोकसेवाको वार्षिक कार्यतालिका आउँदा जुन आयोग तयारीरत साथीहरूको उत्साह थियो, आज सचिव स्तरीय बैठकको निर्णयले निराशा पैदा गराएको छ। बालेन सरकार आयोगको विज्ञापनमा ढिलाइ वा कटौती हुने मान्ने हुने छैन। सरकार जुन बाटोबाट बनेको हो त्यही बाटोबाट अन्त्य हुने परिपाटी नबनोस्, शुभकामना भन्नुभएको छ है। सरकारबाट चाहिँ नेपाली जनतालाई, युवाहरूलाई चाहिँ जुन नयाँ रोजगारीको नयाँ आशा थियो त्यो नै निराशामा परिणत हुन्छ कि भन्ने चाहिँ अन्यल सिर्जना भएको छ। त्यसैले सरकार जुन बाटो उत्साहका साथ बनेको थियो त्यही बाटोबाट चाहिँ सरकार अन्त्य हुन सक्ने चाहिँ उहाँले बताउनु भएको छ हैन। त्यस्तै गरी यी विभिन्न पोस्टहरूमा चाहिँ विद्यार्थीहरूको के कस्तो आक्रोश रहेको छ यो हेरौँ है त। जस्तै एकजनाले के लेख्नु भएको छ, यो घन्टे सरकारको शासन कहिलेसम्म चल्दो रहेछ हेरौँ। यो गजेडी सरकारलाई देशमा आफ्नो क्षमता र योग्यताले देशप्रति उत्तरदायित्व भएर काम गर्न युवामा यो जायजती निर्णय भन्नुभएको छ। त्यस्तै गरी खुलित्तै पारो घन्टो सरकारले भन्नुभएको छ। यसरी विभिन्न विद्यार्थीहरू जो लोकसेवा तयारी गर्नुभएको छ उहाँहरूले चाहिँ आफ्नो आक्रोश चाहिँ व्यक्त गर्नुभएको छ। काठमाडौँमा भएको कुनै पनि साथी बाँकी नरहेर माइती घरमा आन्दोलनमा आउनुपर्छ, सबैजना तयारी हुनुहोस् भन्नुभएको छ है। त्यसैगरी भोलि माइतीघर मण्डलामा सबै लोकसेवा पढ्ने जति भेला हौ भन्नुभएको छ। कसैले कहिलेसम्म बस्ने हो साथीहरू सहेर, जुन सरकारले पनि युवाको भविष्यमाथि नै प्रहार गर्ने यसको कडा प्रतिवाद गर्नुपर्छ। सबै लोकसेवा एस्पिरेन्ट एकजुट हौ। संविधानले सुनिश्चित गरेको हाम्रो रोजगारीको हक बालेनले खोज्न पाउँदैन, यो सरकारलाई घुँडा टेकाउनुपर्छ भनेर भन्नुभएको छ। त्यसैगरी गजेडी सरकार दशैंभन्दा पछि चल्न मुस्किल छ। हेर्नुहोस् त, यही युवाहरूले चाहिँ त्यो बेलामा सरकारलाई यो ठाउँमा पुर्याए हैन, धेरै आशाहरू बोकेर, भरोसाहरू बोकेर नयाँ रोजगारी सिर्जना हुन्छ भनेर, देशमै बस्ने वातावरण बन्छ भनेर उहाँहरूले चाहिँ रवि बालेन लगायत सरकारलाई चाहिँ अहिले सरकारमा पठाउनु भएको छ। उहाँहरूले नै यस्तो निराशा व्यक्त गर्नुभएको छ भनेपछि यो सरकार अब धेरै समय जान्छ जस्तो लाग्दैन है त। गम्भीर बनाएको छ, यसको लागि मरौ कि मारौ भन्ने कुरा मनमा आउँदैछ। 81 निर्णय गलत हो, यसका लागि के गर्नुपर्ने हो, सुझाव पाऊँ, कता जानुपर्छ भन्नुभएको छ। कोहीले करारको कर्मचारी हाले गर्ने अनि लोकसेवा पढ्नेहरूको लागि यस्तो निर्णय गर्ने, यो भन्दा त राम्रो पहिलाको नै सरकार। हेर्नुहोस् त, नयाँ सरकारप्रति कति आशा थियो, अहिले सबैजना निराशा हुनुभएको छ, सबैजनाले आक्रोश व्यक्त गर्नुभएको छ। कसैले त रिप सरकार भनेर पनि भन्नुभएको छ, यस्तो बुद्धि कहाँबाट आउँछ भन्नुभएको छ। यसरी चाहिँ सबैजनाले चाहिँ निराशा व्यक्त गर्नुभएको छ। ल हेर्नुहोस् त, यसरी विभिन्न साथीहरू चाहिँ अब माइती घरमा आन्दोलन गर्न जानुपर्छ, यो गर्नुपर्छ, ऊ गर्नुपर्छ भन्नुभएको छ। अब यो सरकारले यति आशा दिएको थियो सुरुमा, अहिले चाहिँ यो निर्णय गरेर लाखौं लोकसेवा तयारी गरेर बसिरहेका साथीहरूलाई, युवाहरूलाई चाहिँ निराशा बनाएको छ। आशा गरौँ सरकारले यो निर्णयप्रति चाहिँ हेरफेर गरेर फेरि नयाँ निर्णय निकाल्नेछ र भ्याकेन्सीहरू गर्नेछ। यी विभिन्न तयारी गरेर बस्नुभएका लाखौं युवाहरूलाई चाहिँ निराशा हुनबाट चाहिँ जोगाउनेछ। तपाईहरूलाई यस विषयमा के लाग्छ धारणा, सरकारको यो निर्णय कतिको जायज हो, कतिको नाजायज हो र सरकारलाई के सुझाव सल्लाह दिन चाहनुहुन्छ तपाईहरूले यो निर्णयप्रति कमेन्ट सेक्सनमा राख्नुहोला। मलाई लाग्छ लाखौं विद्यार्थीहरू चाहिँ यो निर्णयबाट चाहिँ एकदमै भावविह्वल बनेका छन्, एकदमै निराशा छाएको छ। त्यसैले अब यो निर्णय यदि लागू भयो भने आगामी वर्ष धेरै भ्याकेन्सी खुल्दैन, अर्थात् भ्याकेन्सी नै आउँदैन भन्ने पनि अनुमान गर्न सकिन्छ। त्यसैले तपाईहरूले अहिले यो वर्ष जुन जुन भ्याकेन्सी छ त्यसलाई चाहिँ एकदम राम्रोसँग तयारी गरेर आफ्नो तयारीलाई चाहिँ कति पनि नढल्मलाइकन आफू कन्सिस्टेन्ट भएर चाहिँ यो वर्षको बाँकी रहेको परीक्षाहरूलाई चाहिँ तपाईहरूले राम्रो गर्नुहोला। सकभर यो वर्ष छिर्ने प्रयास गर्नुहोला, नभए केही न केही उपाय आउला। आफ्नो तयारीबाट चाहिँ पछाडि नहट्नु होला। सबैलाई बेस्ट अफ लक भन्न चाहन्छु। आजको भिडियो चाहिँ यति नै रहेको छ। हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट सेक्सनमा राख्नु होला। विश यू अल द बेस्ट एभ्रिवान। थ्याङ्क यू। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।